यसै गरी आजको यो वक्तृत्व कला प्रतियोगिताको अर्का प्रतिस्पर्धी गुडुई एकाडेमीका छात्रा अमनिका अधिकारीलाई आफ्नो अभिव्यक्ति प्रस्तुतिका लागि म हार्दिक अनुरोध गर्दछु। अतिथिज्यूहरू एक हातमा कलम अर्को हातमा कपी यस कार्यक्रमको विशेष जिम्मेवारी वहन गर्नुहुने सबै मण्डल विभिन्न विद्यालयबाट पाल्नुभएका गुरुजनहरू एवं यहाँ उपस्थित सबै महानुभावहरूमा म बोल्ने एकाडेमी कक्षामा अध्यक्ष अधिकारी आज माघे गते पावन अवसरमा माघे सङ्क्रान्ति यो दिवसहरू सबैमा हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। यस मञ्चमा उभिएर मानव जीवनमा योग र योग शिक्षाको महत्त्व भन्ने शीर्षकमा आफू भनेर आफ्नो पाउँदा निकै हर्षण गर्दैछु र आज पर्यायपछि विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु। समयको महत्त्वलाई मध्यनजर गर्दै म आफ्नो भनाइहरू राख्न पाऊँ भन्ने अनुमति दिन चाहन्छु। योगमा शरीर मोड्ने कला मात्र होइन, योग जीवन मोड्ने शक्ति हो। यस भनाइले नै योगको गहिरो महत्त्व स्पष्ट रूपमा व्याख्या गर्न सक्छ। हामीले हाम्रो दैनिक जीवनमा विभिन्न समस्याहरू सामना गर्दै आएका छौँ, जस्तै डिप्रेसन, एन्जाइटी विभिन्न समस्याहरू सामना गर्दै आएका छौँ। तनाव, थकान, मानसिक दबाव, डिप्रेसन, एन्जाइटी जस्तो समस्याहरू समाधान गर्नका लागि योग एक उपयोगी उपाय हुन सक्छ। सभापति महोदय, म यहाँहरूमा के प्रश्न गर्न चाहन्छु भने मानव जीवनमा के साँच्चीकै योग शिक्षा महत्त्वपूर्ण छ त र कुन कुन क्षेत्रमा महत्त्वपूर्ण छ त? हो, योग शिक्षा हाम्रो जीवनमा अत्यन्त महत्त्वपूर्ण छ, विशेष गरी 3 क्षेत्रहरूमा: शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र सामाजिक जीवन। योगको विभिन्न अभ्यासहरूले हाम्रो शरीरलाई तन्दुरुस्त, लचकदार र बलियो बनाउँछ। उदाहरणका लागि वृक्षासन र सर्पासनले हड्डी, स्नायु र मांसपेशीलाई बलियो बनाउँछ। यदि हामी दैनिक योग गर्ने हो भने मोटापन, मधुमेह, हृदय रोग जस्ता समस्याहरूबाट सामना पाउन सक्छौँ। आजको व्यस्त जीवनशैलीमा मानिस मानसिक रूपमा कमजोर भइरहेको छ। यस्तो समस्या समाधान गर्न हामीले योग गर्नु अत्यन्त महत्त्वपूर्ण हुन सक्छ। योगले हामीलाई अनुशासित र संयमी बनाउँछ। जब हामी अनुशासित हुन्छौँ तब हाम्रो व्यवहार र सामाजिक सम्बन्धहरू आफै सुध्रिन्छ। योगले हाम्रो धैर्यता, सहिष्णुता र समझदारीलाई बढाउँछ, जसले गर्दा समाज र परिवारमा सकारात्मक प्रभाव पर्न जान्छ। विश्व स्वास्थ्य सङ्गठनले पनि प्रमाणित गरेको छ कि दैनिक योग गर्नाले निद्रा सुधिने, मानसिक तनाव घट्ने र दैनिक रोगहरूमा पनि कम गर्ने जस्तो देखा परेको छ। विशेष गरी आजको व्यस्त समाजमा विद्यार्थी र कर्मचारीहरूले योगलाई अपनाएको पाइन्छ। हामीले माघ 1 गते योग दिवस मनाउँछौँ, तर एउटा कुरा स्पष्ट रूपमा बुझ्नु जरुरी छ कि माघ 1 गते अन्तर्राष्ट्रिय योग दिवस होइन, किनभने सन् 2014मा युएनले घोषणा गर्ने अनुसार जुन 21 अन्तर्राष्ट्रिय योग दिवस भनिएको छ। तर नेपालको आफ्नो परम्परा र संस्कृतिले गर्दा हामीले माघ 1 गते योग दिवस मनाउँछौँ। नेपालमा माघ 1 गते योग दिवस मनाउँछौँ किनभने नेपालको आफ्नो परम्परागत अनुसार योग ध्यान नेपालमा योग मनाउँछौँ किनभने योग ध्यान र स्वास्थ्यसँग जोडिएको हुनाले आजको यस कार्यक्रम बस कार्यक्रम मात्र सीमित छैन। यो हाम्रो स्थानीय संस्कृति र विश्वव्यापी योगको मिठो सङ्गम हो। म विद्यार्थीको हैसियतले भन्न चाहन्छु कि हामीले सानो उमेरबाट योग गऱ्यौँ भने भविष्यमा हामी जिम्मेवार, शान्त र अनुशासित नागरिक बन्न सक्छौँ। परिवार, विद्यालय र समुदाय यस्ता खालका कार्यक्रममा निरन्तरता दिन आजको आवश्यकता हो। अब म यहाँ उपस्थित सबै महानुभावहरूमा केही प्रश्न गर्न चाहन्छु। हामीले टिभी, मोबाइल र इन्टरनेटहरूमा लामो समय खर्च गर्छौँ, तर के आफ्नै लागि भनेर 15 मिनट छुटाउँछौँ त? रोग लागेपछि महँगा उपचार र औषधि किन्नतर्फ लाग्छौँ, तर रोग लाग्नुभन्दा पहिले रोग नलाग्नु उपाय अपनाउँछौँ त? यसै भन्दा म एउटा कविता फेरि पनि सम्झाउन चाहन्छु। मोबाइल हेर्दै दिन बित्छ, आफूलाई हेर्ने बेला छैन, योगा गर, स्वास्थ्य राख्न ढिला छैन। अन्त्यमा म के भन्न चाहन्छु भने योगले शरीरलाई स्वस्थ, मनलाई शान्त र जीवनलाई समृद्ध बनाउँछ। आजको दिनबाट हामीले थाहा पाएका छौँ कि स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो। स्वास्थ्य सबैभन्दा ठुलो धन हो र आजको दिनबाट स्वस्थ
स्वस्थ जीवनतर्फ हामीले सानो तर भिन्न कदम चाल्नेछौँ भन्ने ठुलो आशा गरेको छु। समुदाय विद्यालयले यस्ता खालका कार्यक्रमलाई फेरि पनि सञ्चालन गर्न विनम्र अनुरोध गर्दै म मेरा 2-4 शब्दहरू यही टुङ्गाउन चाहन्छु। धेरै धन्यवाद। हार्दिक धन्यवाद बहिनी अमनिका अधिकारी।